नमस्कार, म मदन भण्डारी। 2050 साल जेठ 3 गते म पोखराको कार्यक्रम सकेर चितवन फर्कदै थिएँ। बस्ती बस्तीबाट उठ गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ युनेस्को मुहान हेर्नलाई उठ। नारायणघाट मुगलिन सडक खण्ड र बाहिर मुसलधारे वर्षा हुँदै थियो। घडीमा 4 बजेर 30 मिनेट हुँदै थियो। अकस्मात म दासढुङ्गामा दुर्घटनामा परे। मैले देश र जनताको निम्ति देखेको सपना मेरो लाससँगै त्रिशुलीमा बग्यो। आदरणीय जनसमुदाय, यो कुनै ठुलो होइन। एकजना राजा रहने कुराले त्यत्रो ठुलो कुनै आपत्ति गर्दैन, तर सामन्तवाद, दलाल, लोकलशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन।